प्रतिस्पर्धात्मक खेलमा बांग्लादेशसँग पराजित हुँदै नेपाल साफ U19 च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। साबिक विजेता बांग्लादेशसँग 2-1 ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो। खेलको अन्त्यतिर 3 गोल निस्किँदा नेपालले बांग्लादेशलाई नतिजा सुम्पियो। बांग्लादेशका लागि आसिखुर रहमान र कप्तान फैजलले गोल गरे। नेपालको लागि सुजन डङ्गोलले 1 गोल फर्काए। पहिलो हाफमा राम्रो प्रदर्शन गरेको साबिकको उपविजेता नेपालले केही आक्रमण बुने पनि गोलको खाता पनि खोल्न सकेन। तर खेलको अन्त्यतिर लय गुमाउँदा 9 मिनेटको अन्तरमा 2 गोल खान पुगेको थियो। लगत्तै 1 गोल फर्काए पनि जितको लागि पर्याप्त हुन सकेन। 87 मिनेटमा सुजन डङ्गोलले गोल गर्दै खेललाई 2-1 को स्थितिमा ल्याएर नेपाललाई खेलमा फर्काउने सङ्केत दिए। रञ्जित लामाको क्रसमा सुजनले बक्स भित्रैबाट सहजै रूपमा सुन्दर गोल गरेका थिए। तर त्यसपछि गोल हुन नसक्दा नेपाल पराजित हुन पुग्यो। अब बांग्लादेशले उपाधिको लागि भारतसँग खेल्नेछ। नेपालले सन् 2015 मा भएको पहिलो संस्करण र सन् 2017 को U18 उमेर समूहको संस्करण जितेको थियो। पछिल्लो पटक भने नेपाल फाइनलमा बांग्लादेशसँग नै पराजित भएको थियो। दर्शकवृन्द, तपाईलाई जुनियर गोर्खालीहरूको खेल कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। आगामी दिनमा नेपाली खेलाडीले के कस्तो सुधार गर्नु पर्ला, एन्फाले अबको दिनमा के कस्ता कार्यक्रम गर्नु पर्ला, आफ्नो सुझाव पनि कमेन्ट बक्समा राख्न नभुल्नुहोला। साथै आगामी दिनहरूमा पनि सम्पूर्ण नेपाली खेल अपडेटको लागि गोर्खाली मिडिया सब्स्क्राइब गर्दै नजिकै रहेको बेल आइकन दबाउन पनि नभुल्नुहोला।